नमस्ते सबैजनालाई। सर्वप्रथम महत्त्वपूर्ण सूचनाहरूबारे जानकारी लिनको लागि कृपया यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आज म तपाईहरूलाई एकदमै महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार वैदेशिक रोजगार विभागले मित्र राष्ट्र इजरायलमा केयरगिभरका लागि 2300 जना नेपाली श्रमिक छनौटका लागि आवेदन खुलाइएको छ। विभागले सार्वजनिक गरेको सूचना अनुसार माग गरिएको कुल संख्यामध्ये 60% अर्थात् 1380 जना महिला र 40% अर्थात् 920 पुरुषको लागि कोटा माग गरेको छ। छनौट भएका कामदारले मासिक करिब 3,47,000 नेपाली रुपैयाँ बराबर तलब पाउने र यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबास सम्बन्धी सुविधा पनि उपलब्ध हुने जनाइएको छ। सूचना अनुसार 1 वर्षको करार अवधि हुने र आवश्यकता अनुसार थप गर्न सकिनेछ। विभागको वैदेशिक रोजगार व्यवस्थापन प्रणालीमा उपलब्ध अनलाइन मार्फत आवेदन दिन सकिने उक्त कोटाको लागि उमेर 25 देखि 45 वर्षभित्र हुनुपर्ने र कम्तीमा 1.5 मिटर उचाइ र 45 किलोग्राम तौल पुगेको हुनुपर्ने साथै सम्बन्धित क्षेत्रमा तालिम वा अनुभव आवश्यक पर्ने उल्लेख गरिएको छ। आवेदन दिने अन्तिम समय 2083 असार 17 गते बेलुका 5 बजेसम्म तोकिएको छ। अनलाइन आवेदनमा अङ्ग्रेजी भाषा दक्षता प्रमाणपत्र, प्रहरी रिपोर्ट, स्वास्थ्य अवस्था सम्बन्धी कागजात तथा शोभोषणा पत्र समेत अपलोड गर्नुपर्ने व्यवस्था गरिएको विभागले जनाएको छ। छनौट प्रक्रिया गोला प्रथा प्रणालीमार्फत हुने र प्रारम्भिक छनौटमा परेका उम्मेद्वारको नामावली इजरायली पक्षलाई पठाए पश्चात अन्तिम छनौटपछि मात्रै रोजगारी प्रक्रियामा सहभागी गराइने विभागले उल्लेख गरेको छ। इजरायल जान चाहने श्रमिकले स्वास्थ्य परीक्षण, बीमा, तालिम, राहदानी, भाषा परीक्षा शुल्क लगायत शीर्षकमा निश्चित खर्च बिहोर्नुपर्नेछ। विभागले तोकेको विवरण अनुसार विभिन्न शुल्क र प्रक्रिया पूरा गरेपछि मात्रै श्रमिक इजरायल जान पाउनेछन्।